Hello, namaste, namaskar, and welcome back. This is my another vlog. I hope तपाईहरु सम्पूर्णले सन्चैलाई मलाई पनि एकदम फ्री एन्ड फाइन एकदम गुड टु सो आज हामी चाहिँ कहाँ जान लाग्यो भन्दा सिपी जान लाग्यो हो। हामी चाहिँ 4-5 जना छौं अहिले चाहिँ टक्क जान लाग्यो केटाहरु चाहिँ यता केटाहरु चाहिँ खाजा खान स्टार्ट भइराछ। के भन्दिन केटा हो? भोक लाग्यो। के भन्नु अब त्यही हो हैन अब सिपी जानु पर्ने हुन्छ हामी चाहिँ अनि बाकी सबै त्यही हो। त्यही हो अब त्यस्तै गाइस अब हामी लागेको अब 20 बाटोमा के हुन्छ तपाईहरुलाई सबै देखाउने छु। फाइनली गाइस हैन हाम्रो केटाहरु चाहिँ अगाडि भइसक्यो किनकि म चाहिँ यता बजु र बाजेसँग एकछिन गफ गरेर बसेको अलिकति ढिलो भयो। अब केटाहरुलाई म एकछिन भेटिन्छु किनभने त्यहाँ चाहिँ मेरो मौलाको बाजे बोजू हुनुहुन्छ त्यही भएर एकछिन त्यहाँनिर गफ हाल्यौँ गऱ्यौँ अनि चाहिँ म पनि लागेको छु। केटाहरुलाई म एकछिन भेटिहाल्छु। चाहिँ जङ्गलै जङ्गल रहेछ पानी 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 सो फाइनली गाइस हामी चाहिँ अब पुग्न लागेको अवस्था हो। यता हेर्न सक्नुहुन्छ झरना यता हेर्न मुभ ओए ऊ त्यहाँनिर झरना चाहिँ अब एकछिन पुगिन्छ जस्तो छ। बाटो नि सही बनाएको छ है अहिले चाहिँ डरप्प कति भइसक्यो बाटोको नि अब यस्तो हेर्न सक्नुहुन्छ बाटो पहिला यस्तो थिएन। पहिला त कस्तो यता जाने डर लाग्दो थियो नि त्यसलाई पहिला भन्दा यता चाहिँ धेरै नै विकास भएको हामी देख्न सकिन्छ। त्यही हो हाम्रो दुई चारजना केटाहरु चाहिँ अगाडि भइसकेको छ। सो तिनीहरूलाई पनि म तल गएर देखाउने छु गाइस। फाइनली गाइस पुलको हालत चाहिँ यस्तो छ हेर्नु सक्नुहुन्छ। आम्मामा यता झऱ्यो भने के होला त यस्तो छ पुलको हालत चाहिँ यहाँनिर यहाँबाट भन्नुपर्ने हुन्छ बिस्तारी 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 पुगेको त मेरो पुलको अवस्था हो। ऊ त्यहाँ माथितिर पनि मान्छेहरू उठाउनै आएको रहेछ घुम्नलाई। त्यही हो गाइस ओ नहाला केटा हो। सो गाइस त्यही हो फाइनली गाइस अनि गर्न सक्नुहुनेछ हाम्रो बोबो यस्तो देख्न सक्नुहुन्छ गर्न ल यता हो अनि यस्तो आएको डर लाग्दो छ। अहिले त फेरि गिराइदिन्छ त्यो माथिबाट ढुङ्गो लडेर आएर लागेको रहेछ क्या मेरो त्यति गर्न अब त्यस्तै हो। हेर्नु सक्नुहुन्छ यता चाहिँ टक्क लगाएर केटाहरू एकछिन जम्मा हेर्नु सक्नुहुन्छ पुरा केटाहरू टिकटक बनाउँदैछ तर मलाई टिकटक चाहिँ बनाउनु आउँदैन। यता कुनै ब्लग बनाइरहेछ यता हेर्नु सक्नुहुनेछ जन फाइनली गाइस सेफ्टी झरना हामी चाहिँ सेफ्टी झरना आइपुगेर पनि रमाइलो पनि गरिसक्यौँ होइन। अब त्यो त देखिन हाल्नु पऱ्यो। अब हामी चाहिँ त्यो मसिना मन्दिर पनि बनाएको छ र त्यहाँ बाहिर आउनु छ अनि अहिले दुईजना छौँ उकालो फेरि उकालो पुराबाट हिँड्नुपर्छ त्यस्तै गाइस के भन्नु एकदम रमाइलो रमाइलो भयो। मन्दिरको काम चाहिँ पुरा भइसक्यो मेरो सब तर जे होस् एकदम राम्रो बनाएको रहेछ। प्रगति हुँदै रहेछ यो झरनाको पनि अनि चाहिँ के गर्नु त्यो केटाहरू चाहिँ पुरा सेफ्टी हानिरहेछ। त्यो हो गाइस हेर्नु सक्नुहुनेछ त्यो पनि देखाउँछु हेर्नु सक्नुहुनेछ किन पुऱ्याउनु तपाईँहरू पनि घुम्नु भएको हो ठिक छ। यता पनि हाम्रो गाउँको मान्छेहरू पनि घुम्नु आएको रहेछ ठिक छ। त्यो हो
यतिको मान्छे आउनुपर्छ कि यो ठाउँमा पनि यतिको ठाउँमा चाहिँ मान्छेहरू आउनुपर्छ किनकि हाम्रो ठाउँ पनि एकदम हाम्रो ठाउँमा एकदम पर्यटकीय स्थलको अलिक कम छ र त्यही भएर चाहिँ यहाँ चाहिँ मान्छेहरू आउनु पर्छ भन्ने मलाई पनि लाग्छ सो आउनुपर्छ गाइस तपाईँहरू पनि आउनु होला यो ठाउँ एकदम रमाइलो अनि एकदम खतरनाक हुँदैछ झन् अबको 2-4 वर्षपछि त यहाँ यतिको राम्रो हुँदैछ यहाँ एक्सप्लेन नगरौँ त्यही हो गाइस यहाँबाट चाहिँ हाम्रो गाउँ पनि देख्दो रहेछ यार त्यसले के बोल्यो यहाँ हेर्दा के बोल्यो त्यसले कति बेला त्यसले अघि होला नि सबै भोसडी अघि होला गाइस हामी चाहिँ यहाँनिर खाजा खान लागेको अवस्था हो ल खाजा गाइसहरू हामी चाहिँ अब खाजा खाएर फेरि अनि चाहिँ लाग्नुपर्ने हुन्छ गाउँघरतिर खिचिराखेर मलाई नि काम लाग्छ अहिले अनि यहाँ तँलाई कस्तो लाग्यो यो गर्नमा के गर्नु छ भने भनिदिनु अझ एकदम बवा लागिरहेछ होइन रमाइलो भइरहेछ रमाइलोको कारण चाहिँ यही होला होइन त्यसको रमाइलो कारण भनेको अब के गर्नु त्यस्तै हो अनि यता दाजु के भन्नु छ हजुर यता पनि के भन्नु छ भने हेर्नु माथि पो ए यता परेछ कस्तो लाग्यो त यो गर्नमा तपाईँले लेख्नु के हो कस्तो लाग्यो त हेर्न यार भन्ने यार के शब्द भने के शब्द बोल्यो हाम्रो यस्तो साउन्ड गाडी यार म चाहिँ खाजा बनाउने थिएँ कि होइन यस्तो लाग्यो रमाइलो छ मलाई नै बाटो लड्दा लड्दा कति यसमा एकदम सिँढी चलेर आयो होइन हो त ज्या परेर होइन अब तपाईँहरू कुनै अनुसार हुनुहुन्छ तिमीहरू नखान त म एक्लै खाइहाल्छु तपाईँ चाहिँ कस्तो लाग्यो त हाम्रो यो चढ्नमा आएर दुईटो लगाएर दुईटो लगाएर के भन्छौँ त्यही हो अब हामी खाजा खाएर चाहिँ त्यहाँबाट लाग्नु पर्यो यो बाटो चाहिँ यार हिँड्न के ब्लक बनाउनु छ अगाडि हिँड्न मन छ कहाँ हिँडेको यो बाटो बनाउनु पऱ्यो नि यार तिमी त होइन अमेरिकाबाट मगाएको यहाँ गर्नु रहेछ केटा केटाहरूको लाइन हो त माथिबाट आउँदैछ है केटाहरू ए बाटो चाहिँ निचे लाग्छ न त्यो किन्न नगरौँ त्यो पर काँडा जाउँ होइन जाने हो क्या जाने हो ए हिँड अहिले फेरि सबैजना धुने भन्छ जान्छ कि जान्छ हिँड कस्तो जान्छ अच्छा हो मलाई कस्तो जानु मन लागिरहेको होइन यो त्यसको बाटो जाने नि त ल अहिले खाजा खानुपर्छ केटाहरू त्यसले बोकेको छ बोक्नु चाहिँ जसले बोकेन अब आज चाहिँ खाजा खायो अघिको देता भनेपछि होइन कसले खुवाउने खाजा चाहिँ खानु पऱ्यो केटाहरू कतिको मन गाडी रहेछ अहिले थाहा हुन्छ नि त होइन मन गाडी छैन मलाई भन् मेरो खोजीमा लगाएको निकालेर फाइनली गाइस हामी चाहिँ जर्नाबाट फर्किसकेको छौँ साथी हो
केटाहरूले हामीलाई चाहिँ खाजासाजा पनि खायो, टन्न खाजा पनि खायो। अनि चाहिँ रात पनि परेको थियो, त्यही भएर रात परिसक्यो। म उताबाट हिँड्दा रात पऱ्यो। अनि रात परेपछि अब ब्लग पनि बनाउनु कुरा भएन। त्यसपछि मैले ब्लग पनि बनाएन, सिधै घरमा आएर एन्डिङ गरौँ भनेर सोचिरहेको थियो। सो म घरमा आइपुगेको, त्यही भएर सो आज चाहिँ सेफली जर्नामा रमाइलो भयो। अब तपाईँहरूले फुल भिडियो हेर्नुभयो भने थाहा नै पाउनुहुन्छ के कस्तो छ। अनि तपाईँहरू पनि मेरो भिडियो हेरेर तपाईँहरू पनि आउन सक्नुहुन्छ। अहिले चाहिँ पहिलाभन्दा धेरै नै राम्रो भएको छ हाम्रो सेफली जर्ना। सो अहिले हाम्रो पर्यटकीय स्थल भनेको त्यहीँ भएको छ। दिनमा चाहिँ मान्छेहरू चाहिँ भनौँ 4-5 जना चाहिँ दिनमा आएकै हुँदो रहेछ कि मान्छेहरू चाहिँ आएकै गर्दो रहेछ। त्यही हो, एकदम राम्रो छ। तपाईँहरू पनि आउनु सक्नुहुनेछ, रमाइलो गर्न सक्नुहुनेछ। सो गाइस, त्यति भन्दै आजको ब्लग एन्डिङ गर्न चाहन्छु। मलाई जतिजना साथीहरूले मलाई साथ सपोर्ट दिनुभयो, म सम्पूर्ण मेरो साथीहरूलाई म मेरो मनैदेखि धेरै धन्यवाद दिन चाहन्छु। र यति भन्दा आजको ब्लग टुङ्गन चाहन्छु। मिस्टर बेबी ब्लगलाई तपाईँहरूले साथ सपोर्ट अनि माया देखाइदिनु होला भन्दै आजको ब्लग अन्त्य गर्न चाहन्छु। धन्यवाद। जय नेपाल।